आज मेरो बिहानै क्यानाडाको सेसन थियो, त्यही भएर बिहान उठ्नु पऱ्यो। बिहान 6 बजी थियो, अलार्म त मैले 4:30 लगाएको। अनि यताउति आफूलाई फकाउँदा हुन्छ नि, फकाउनु त पर्दैन, तर जस्ट 6 बजी उठेँ। ओके, मैले भन्न आएको कुरा चाहिँ मैले जसरी हामीलाई चाहिँ ब्लड भन्ने कुरा चाहिँ एभ्री पार्ट्स अफ द बडीमा चाहिँ राम्रो सर्कुलेसन हुनुपर्छ, त्यो त्यस्तै गरेर चाहिँ हामीलाई चाहिँ ह्याप्पी हर्मोन्स पनि हाम्रो बडीमा चाहिन्छ। तपाईँले राम्रो मुखले डेली लाइफमा ह्याप्पी हर्मोन्स बडीलाई दिनु भएको छैन भने चाहिँ तपाईँको शरीरबाट जबरजस्ती त्यसले ह्याप्पी हर्मोन्स लिन्छ। एउटा चाहिँ तपाईँको कि त तपाईँलाई धेरै भोक लागेर दिन्छ, त्यही भएर त एन्जाइटी डिप्रेसनको औषधि खानेहरूले के गर्छ त धेरै भोक लाग्छ होइन। सो धेरै खाना खाएर एउटा ह्याप्पी हर्मोन्स लिन्छ। अर्को चाहिँ धेरै सुताएर लिन्छ, त्यही भएर एन्जाइटी डिप्रेसनमा चाहिँ धेरै सुत्छ है। त्यो गरे चाहिँ कि त तपाईँको सेक्सुअल डिजायर हाई हुन्छ, त्यही भएर सेक्स गर्न मन लागिरहने हुन्छ। अनि त्यो भएन होला, मानौँ बोयफ्रेन्ड छैन अरे हस्बेन्ड छैन भने कोही साथी मसँग बोलिरहोस् भन्ने हुन्छ। 3टा कुराले चाहिँ ह्याप्पी हर्मोन्स उसले जबरजस्ती लिन्छ, त्यही भएर तपाईँले डेली लाइफमा ह्याप्पी हर्मोन्स दिनु पऱ्यो। अब डेली लाइफमा ह्याप्पी हर्मोन्स कसरी दिने भन्दाखेरि चाहिँ धेरै उपायहरू छन्। अब त्यो उपाय यहीँ कसरी भन्ने पाइला गरेर स्टेप गरेर भन्नुपर्छ। नम्बर 1 चाहिँ थ्याङ्कफुल भएर। अब तपाईँ थ्याङ्कफुलै हुन सक्नु भएको छैन जिन्दगीमा भने त्यो चाहिँ तपाईँले अब अरूको हेल्प लिने, काउन्सिलिङको हेल्प लिएर हुन्छ, के गरेर हुन्छ है त।